इन्टरनेटको माध्यमबाट विश्वभर हामीलाई हेरिरहनुभएका सम्पूर्ण त्यादरी महानुभावमा म दि एक्सक्लुजिभ विथ कार्यक्रम प्रस्तुत न्युजबाट यहाँलाई हार्दिक स्वागत गर्दछु। नेपालको ग्रामीण भूभागमा एउटा लुट धन्दा मचिएको छ। अझ भनौँ गोर्खा जिल्लाको भीमसेन थापा गाउँपालिका वार्ड नम्बर 1, 2, 3, 4, आरुघाट गाउँपालिका 5, 6, 7, बातपा सिटपुर गाउँपालिका 5, 6, 7 मा चाहिँ यो लुटेरा समूहले लुटिसकेको छ। यहाँ गाउँमा 2 देखि 3 जनाको महिलाको समूहहरू गाउँमा प्रवेश गर्छन्। सोझो सादा किसानहरूलाई पहिचान गर्छन् अनि उनीहरूलाई आफ्नो कुराको पर्व बन्न पार्छन्। उनीहरूले किसानहरूलाई आफूसँग उन्नत जातको कोइलर कुखुरा भएको र सो उनीहरूले किनिसकेपछि त्यसलाई चाहिने दाना, भिटामिन अनि बेला बेलामा स्वास्थ्य परीक्षण र सो कुखुरा राख्नको लागि उचित फलामको खोरको समेत प्रदान गर्ने प्रतिबद्धता जारी गर्छन् र त्यति गरेर हुर्काइसकेपछि त्यसको किन्न पनि आफै किन्दिने भनेर प्रतिबद्धता जारी गर्छन्। त्यो भइसकेपछि किसान मक्ख हुन्छन्। अहिले दिनमा 500,000 रुपियाँसम्म एडभान्स माग्छन्। एडभान्स दिइसकेपछि भोलिपल्ट कुखुरा पनि आउँछ। ल अब तपाईँको फलामको खोर चाहिँ 1-2 दिनमा आउँछ है भन्दै त्यहाँबाट निस्किन्छन् र निस्केपछि बेपत्ता हुन्छन्। 2 देखि 3 वटासम्म फोन नम्बर दिएको हुन्छ र त्यो 3 वटा फोन नम्बर अफ हुन्छ, स्विच अफ हुन्छ। कतिपयको एडभान्स लिएपछि चल्ला समेत आउँदैन, कतिपयको एडभान्स लिएपछि चल्ला आउँछ तर फलामको खोर आउँछ भनेको समयमा बेपत्ता हुन्छन्। मार्केटमा 60 देखि 100 रुपियाँ हाराहारी पर्ने कुखुराको चल्लालाई उनीहरूले 350 भन्दा बढी रुपियाँ असुल्छन्, जसबाट एउटा किसान अन्दाजी 3000 देखि 3500 रुपियाँ ठगिएको छ। यसको जानकारी हामीले नेपाल प्रहरीले समेत गराइसकेका छौँ। यो कार्यक्रम किन पनि सम्प्रेषण गरेको हो भने यस्ता ठगहरूबाट यहाँ आगामी दिनमा नठगिनुहोस् भनेर यो कार्यक्रम प्रसारण गरेको। दि एक्सक्लुजिभ आजको लागि यति नै। अबको हाम्रो अर्को हप्ताको कार्यक्रम हेरेर नछुटाउनुहोस्। त्यसैसम्मका लागि म कार्यक्रम प्रसारण यसबाट क्यामेरामा सचिन लामिछाने, डाइरेक्टर पाइप प्रदीप भट्ट, को डाइरेक्टर सुप्रिया अधिकारी, प्रोड्युसर अङ्कित सुयाल, रिपोर्टर आशिष पङ्गिनी, स्पोन्सर मुस्कान डिजिटल फोटो स्टुडियो, मिडिया पार्टनर रिसर्च प्रकाश, असर नेपाल, महेन्द्र माला खबर र आदेश खबरबाट सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। हस्, धन्यवाद।